त्यति चाहिँ बेलासम्म चाहिँ धेरै नै राम्रो हुन्छ। 5 वर्षको सर्टेन टाइममा चाहिँ केही पनि हुँदैन। 5 वर्षमा त हुँदैन, टाइम लाग्छ नि त। किनकि कि त जिडिपी राम्रो हुनु पर्थ्यो। होइन मेरो यो कुरा तपाईँलाई कस्तो लाग्यो के दाइ? मैले भनेको कि जुनसुकै कन्ट्रीमा जाऊ होइन, सौदीमै आउन, कतारमै जाऊ होइन, मलेसिया त 17 छ। 17 छ न। ल तपाईँ अहिले मलेसियाको रेट कति छ? 28 कि 29 होला? 35 पुगेछ? 36.5। के भन्छ हौ दाइ यार? त्यसो भए यता त 40 पुग्यो होला त सौदीको। 39-38 छ। आज वर्तमान घटेछ। त्यसमा घटेछ। त्यो 1500 को हिसाबले कति हुन्छ होइन? सौदीको, कतारको, दुबईको, अर्को ठाउँको पनि 1500 ले के मतलब स्टार्टिङ हुनुपर्ने के जुनसुकै ठाउँमा भए पनि ठ्याक्कै त्यतिले लेबरको स्टार्ट हुन्छ। फाइदा हुन्छ के सबलाई? कि त 37 देखि पनि पर्सेन्टहरूको जुन पैसा स्विस ब्याङ्कमा छ नि, त्यो पैसा निकाल्न सक्यो भने चाहिँ फेरि हुन्छ है। जिडिपी बढ्छ नि त त्यसले। त्यो पैसा निक्लिने बित्तिकै त ब्याङ्कमै युज गर्नको लागि पैसा भयो। 39 पुरानो पैसा देखाएको छ। मोबाइलमा देखाउँदैन। होइन मलाई यो कुरा लागिरहेछ कि गर्नुपर्ने हो मेरो कुरा। 37 रुपियाँ 34 रुपियाँ। त्यस्तो त नेटमा भएको पैसा र ब्याङ्कमा भएको पैसा फरक पर्छ। अब तपाईँ आफै 1000 मा आउनुभएको छ, 800 मा आउनुभएको छ होइन? अब तपाईँ आफै सोच्नु, कमसेकम 100 रियाल त चाहिन्छ नि चाहिन्छ मान्छेलाई होइन? अब यो त 100 रियाल राखेपछि 800 मा 700 बाँच्छ। त्यो 700 ले के हुन्छ? त्यही भएर चाहिन्छ के 1500। पाल गर्नु न, त्यहाँ पछाडि बसेर हेल्प नगर्नु। छि भाउजूलाई भन्छु अहिले यो त्यो त बकवास नगर्नु दाइ। यहाँ